स्वागत छ सबैलाई मेरो यो नयाँ भिडियोमा। यो मेरो पहिलो भिडियो त होइन, तर यसरी हेडसेट लाएर यो पिओभी ड्राइभिङको चाहिँ पहिलो भिडियो नै हो। आज चाहिँ हामी यसमा चाहिँ यो आज गाडीको अनि माइलेजको कुरा गर्छौँ। म अहिले यो कुन बाटो, यो मिड बानेश्वरतिरको खोलाको बाटो छु। यो बाटो जाँदै गर्दाखेरि हामी कुरा गर्दै जान्छौँ। माइलेजको कुरा गर्नुभन्दा अगाडि चाहिँ यो म पहिला कुन गाडीमा छु त्यो भन्छु। यो चाहिँ मेरो 2021 को ब्रेजा हो। यो जेट XI प्लस भेरिएन्टमा, यो नयाँ हाइब्रिडवाला होइन, पुरानै यो हाइब्रिड नभएको वाला गाडी हो। यसमा चाहिँ माइलेजको कुरा गर्दाखेरि मैले यो काठमाडौँ सिटीमा चाहिँ एराउन्ड 12.6 होइन 12.8 12.5 जतिको माइलेज मैले पाइरहेको हुन्छ। यो चाहिँ मेरो लागि डिसेन्ट नै माइलेज जस्तो लाग्छ है, किनभने काठमाडौँमा धेरै नै जाम हुन्छ। अब जाम त्यसपछि अब यो ब्रेकहरू धेरै हान्नुपर्ने होइन, अनि त्यसपछि एउटै स्टेडी तरिकाले चलिराख्ने, एउटै कन्सटेन्ट स्पिडमा चल्नले गाह्रो छ। त्यही भएर यो चाहिँ राम्रै हो माइलेज यो ब्रेजाको लागि। अरू गाडीहरूमा पनि लगभग मलाई त्यही 12-13कै माइलेज दिन्छ जस्तो लाग्छ मलाई यो सिटीमा चाहिँ। अब हाइवेमा कुरा गर्दाखेरि म पोखरा जाँदाखेरि चाहिँ फुल लोड भनौँ न, 5 जना सवारी अनि त्यसपछि ब्याग प्यासेन्जर 5 जना अनि पछाडि लोडेड पुरै ब्याग राखेर हिँड्दाखेरि चाहिँ एराउन्ड 14 है 14.5 त्यस्तै खालको माइलेज दिइरहेको थियो। त्यसमा फेरि फुल टाइम एसी चाहिँ अन थियो अनि स्पिड पनि अब घट्नै पर्ने थियो। त्यसमाथि अर्को भनेको चाहिँ जाम, बाटोमा त्यतिकै जाम थियो, दसैँतिरको कुरा हो त्यो। अनि त्यो हेर्दाखेरि चाहिँ यो माइलेज चाहिँ डिसेन्ट नै लाग्छ मलाई, किनभने यो 1500 सीसीको इन्जिन हो। 1500 सीसीको इन्जिनले लगभग 13 भनौँ 12.5 भनौँ न होइन, 12.5 को माइलेज दिनु पनि राम्रै हो एकदम। त्यो त मलाई त राम्रो लाग्छ है। अब अरूको लागि चाहिँ कति माइलेज दिइरहेछ अब त्यो चाहिँ मलाई थाहा छैन। लगभग 1200 सीसीको इन्जिन जस्तो भनौँ न स्विफ्टहरूले चाहिँ 14-15 को माइलेज दिन्छ भन्ने सुनेको छु मैले, तर त्यति धेरै चाहिँ मलाई पनि थाहा छैन है। अब यहाँ चाहिँ अलिकति जाम पर्ने ठाउँ हो यो। आज बिहान भएर पनि होला जाम परेको। निकै नै साँघुरो बाटो छ। आज चाहिँ हाम्रो राम्रो भिडियो हुने भयो। यो ट्राफिक जाममा पनि पर्यो। र माइलेजको कुरा गर्दै थिएँ। माइलेज चाहिँ हाम्रो मैले यति कसरी पाइरहेको छु भनेपछि म चाहिँ हार्ड एक्सिलरेसन चाहिँ धेरै गर्दिनँ है, एकदम उही पार्ने हुन्छ कोही है। अब त्यो हुन त इन्थुजियाजम, कसैलाई चाहिँ एकदम मजा लाग्छ नि त एकदम स्पिड चलाउने अनि झ्याप्प ब्रेक हान्ने, त्यसपछि फेरि कुदाउने है, अनि त्यसपछि फेरि झ्याप्प ब्रेक हान्ने। म चाहिँ त्यस्तो छैन। म चाहिँ बरु बिस्तारै जाउँ, हल्का ब्रेक हानौँ, धेरै ब्रेक पनि नहानौँ भन्ने खालको म छु सोच। त्यसैले गर्दा पनि यति माइलेज आएको हुनसक्छ। यो फेरि माइलेज धेरै पाउने चक्करमा मान्छेलाई त्यो चलाउन पनि मजा अलिकति कम आउँछ क्या फेरि, किनकि बिस्तारै चलाउनु पर्ने हुन्छ नि त।
अनि खाली रोडमा पनि बिस्तारै चलाउने है। अनि त्यसपछि त्यो भयो भने चाहिँ मजा आउँदैन। सकभर चाहिँ आफूले आनन्द लिएले होइन, माइलेज पनि कम्प्रोमाइज नहोस् अनि चलाउनु पनि कम्प्रोमाइज नहोस्। त्यो फन हुन्छ नि, फन टु ड्राइभ, त्यो पनि नहोस् भनेपछि चाहिँ मान्छेहरूले अलि यसलाई जान दिउँ। अघिदेखि साइड लगाएर आइरहेको थियो। हतार गर्नुहुन्न, कट्छ जानु त पर्ने थियो। ठिक छ, एकछिन वेट गर्दैमा केही बिग्रिँदैन, हतार गर्नु हुँदैन। र माइलेज धेरै निकाल्ने एउटा अर्को उपाय भनेको चाहिँ तपाईँको लो आरपिएममा चलाउने भनेको मतलब हाई गियर है। सबभन्दा बढी जस्तो अलिकति भयो कि 1000-2000 आरपिएम पुग्यो लगभग तपाईँको गाडी चाहिँ थाहा हुन्छ, स्टेबल हुन थाल्यो मेरो गाडी भनेपछि चाहिँ हाई गियरमा चलाउने। त्यसपछि अनि अलिकति स्पिड चाहिँ मेन्टेन गर्ने है। त्यो गऱ्यो भने चाहिँ राम्रो एउटा माइलेज चाहिँ निकाल्न सकिन्छ। अनि मैले पनि ट्राई चाहिँ गरेको छु त्यो माइलेज निकाल्ने तरिका होइन। जस्तो मैले निकाल्न जति कोसिस गरेँ भने यसमा चाहिँ 12.7 देखि 9 सम्म चाहिँ पुग्छ, तर धेरै चाहिँ मैले माइलेज चाहिँ निकाल्न सकेको छैन यसमा। अब कोही भ्युअरले चाहिँ कति माइलेज निकाल्नुहुन्छ त्यो चाहिँ मलाई एकचोटि ट्राफिक दाइलाई पनि यसो सङ्केत पाएपछि जान ठिक हो। यसरी हतारमा चाहिँ नआइदिउँ है सबैजना। अब यता पनि उता पनि है, चारैतिर सबले जान हतार छ, अफिस जानुपर्ने होला। मेरो पछाडि लाइन एकछिन त्यति गाडीले गर्दाखेरि कति धेरै लाइन भइसक्यो। जताततै कन्स्ट्रक्सनको काम चलिरहेछ। जाम अब यो चाहिँ बानेश्वर एरिया, मिड बानेश्वर एरियाबाट ग्वारको पुग्ने एकदम सर्टकट बाटो पनि हो है। सबैलाई यदि कोही हेर्दै हुनुहुन्छ भने चाहिँ यो बाटो आउनु, तपाईँहरू त्यति जाममा चाहिँ पर्नुहुन्न,
आनन्दले खाइन्छ। देखि पनि कुर्न कसैलाई पनि छैन। यो बाटोमा चाहिँ मान्छेहरू धेरै नै लापरवाही तरिका चलाउँछन्। यो मोडमा चाहिँ त्यो चाहिँ ख्याल गर्नु होला, कोही आउँदै हुनुहुन्छ भने यतातिर। दिनै पर्ने हुन्छ, किनभने कतिपय स्कुटी बाइकहरू मैले देखिरहेको हुन्छु, उनीहरू चाहिँ खालि मोबाइलमा हेरेर चलाइरहेको हुन्छन्। पठाउ इनड्राइभको दाइहरू दाजुहरू हुनुहुन्छ होइन, भाइहरू हुनुहुन्छ, उहाँहरूले चाहिँ जहिले नि मोबाइलमा हेरेर रोड क्रस गरिदिने, त्यसपछि लेन चेन्ज गरिदिने, अनि अगाडि पछाडि कोही आइदिएछ भने केही ख्याल नगर्ने हुन्छ। अब हर्न बजायो भने चाहिँ अलिकति सतर्क चाहिँ हुन्छन् त्यो दाइहरू। त्यही भएर चाहिँ यस्तो मोडहरूमा अलिकति लागिरहेछ कि अगाडिको बाइकले कति खासै केही भन्नाले नेग्लेक्ट गरिरहेछ, केही गरेको छैन भनेपछि चाहिँ, फोकस गरेको छैन भने ड्राइभिङमा, उसलाई चाहिँ हर्न दिएर नोटिफाई गर्नु चाहिँ ठिक हो। म चाहिँ यो खोला किनार जाँदैछु। हर्ष बाटिका के हो यो ठुलो ब्याङ्कवेट टाइपको खोलेको छ यतातिर खोलाको छेउमा। तर खोलाको छेउमा खोल्दाखेरि यो खोला यत्तिकै पनि कतै गनाउँछ। त्यही भित्र बस्ने मान्छेहरू, ब्याङ्कवेट पार्टी सार्टी गर्ने मान्छेहरूलाई कस्तो गाह्रो हुन्छ होला है, के हुँदैन होला। अन्त भित्र ढोकासोका लगाएर बसेपछि थाहा नहुने होला। चाहिँ यहाँबाट राइट लिएर लाग्छौँ मेन रोडमा। मेन रोडमा निस्किसकेपछि यो हो कोटेश्वर गवारको मेन रोड। हामी अब बालकुमारी आइपुग्यौँ। बानेश्वरबाट यदि हामी त्यो मिड बानेश्वर अनि त्यसपछि कोटेश्वर भएर आउनु थाल्यो भने कोटेश्वरमा दुईचोटि जाम पर्छ। एकचोटि जाम उताबाट जडीबुडीबाट आउने गाडीहरूलाई खोलिदिन्छ, फेरि यताको पास गराउँछ उता पेप्सी गोलातिर जाने बाटोतिर, यो गवारकोतिरको बाटोलाई, अनि फेरि जाम गर्छ। अनि बल्ल तपाईँको 3 गुनेबाट आउनेलाई यता गवारकोतिर आउने पास गर्छ। त्यो धेरै नै जाम पर्छ। त्यही भएर त्यो जुन अहिले म आएको बाटो रुट छ, भित्रको खोलाको बाटो करिडर, त्यो चाहिँ युज गर्नु होला।
त्यो चाहिँ एकदम सही छ। कहिलेकाहीँ मात्रै जाम पर्छ धेरै, त्यही पनि त्यति धेरै जाम पर्दैन, होइन भने नर्मल्ली खाली नै हुन्छ। बाइकलाई त झन् सजिलो भइहाल्यो है, बाइकलाई त मजाले तपाईँ जताबाट आए पनि भयो। गाडीको लागि चाहिँ त्यो अलिकति साँघुरो चाहिँ छ, ख्याल चाहिँ गर्नुपर्छ। कन्स्ट्रक्सनको काम चाहिँ भइरहेछ, बट फरक पर्दैन त्यो बाटो आउँदाखेरि, तपाईँको धेरै नै टाइम जोगिन्छ। अब म चाहिँ यहाँ नयाँ पुलमा आइपुगेँ, ग्वारकोको। यो पुल बनेको पनि 1 वर्ष बढी भयो, 1 वर्ष जति। यसले धेरै नै कम गर्नुपर्ने हो जाम, तर पनि जाम त्यस्तै नै हुन्छ। अझै 12.6 किलोमिटर एभरेज देखाइरहेछ। यहाँको जेब्रा क्रसिङ चाहिँ अलिकति ख्याल गर्नुपर्छ। त्यो लाइन मिचेर पनि यो लाइनमा आइसक्यो, यस्तो साँघुरो बाटो। इन्जोय गर्नुहोस् ड्राइभिङ। म बेला बेलामा बोल्छु, बेला बेलामा बोल्दिनँ। उताबाट ओभरटेक गर्न मिलेन, अन्तिम भनेको राइटबाटै ओभरटेक गर्नुपर्छ मिलेसम्म। साइड लाइट पनि छैन, जे गरे पनि हुन्छ।
अगाडिको एउटा पेट्रोल पम्प चाहिँ लास्ट पेट्रोल पम्प हो। उतातिर चाहिँ छैन, एउटा छ तर त्यो सञ्चालनमा चाहिँ छैन।